आफ्नो यो मूल्यवान समय हुन्छ नि, आफ्नो यो मूल्यवान समयलाई चाहिँ वाहियात कुरामा खेरा फाल्नु भनेको जस्तो मूर्खता नि केही नरहेछ के। यो समय भनेको चाहिँ यस्तो ठुलो कुरा रहेछ, यस्तो इम्पोर्टेन्ट कुरा रहेछ नि होइन। यो तिमीहरू पछि जब आफूलाई पर्छ नि, जब आफूले भोग्छ नि, त्यसपछि बल्ल थाहा हुँदो रहेछ क्या यो समय भन्ने कुरा क्या कति इम्पोर्टेन्ट रहेछ भन्ने क्या। पहिला एउटा टिचरले मलाई भन्नुहुन्थ्यो क्या, हामी सबैलाई भन्नुहुन्थ्यो, म अहिले तिमीहरूको एजमा हुने भए मैले यस्तो कुराहरू गर्थेँ, मैले गर्न त्यति बेला त्यो कुराहरू गरेको भए मेरो अर्कै जिन्दगी हुन्थ्यो भन्थे कि। टिचरहरू पनि अब मलाई चाहिँ वाइज लाग्छ है मान्छेहरू, कोही त भोग्नुपर्छ नि त। अनि यो समयले मान्छेलाई यसरी भोगाउँछ नि होइन, तिमी पचाउँदा 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 थाकिसक्छौ के। समय भन्ने कुरा यस्तो हो क्या, समयलाई राम्रोसँग दिमाग लगाएर चलाउन सकेन भने र यो जीवनलाई नै भनौँ न राम्रोसँग चलाउन सकेन भने त्यसपछि मान्छेको उल्टी गिन्ती भन्छ नि, उल्टी गिन्ती सुरु भयो भन्ने थाहा हुँदो रहेछ क्या। अनि फेरि त्यो सुरु भयो भने चाहिँ थाहा हुँदैन आफूलाई, तर जब बिस्तारै 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 अचेर्दै जान्छ नि जिन्दगीले, जब अचेर्दै जान्छ नि त्यसपछि बल्ल थाहा हुने रहेछ क्या। ए हेर यो टाइममा मैले यो गरेको भए यस्तो दिन देख्नु पर्थेन भन्ने हुन्छ नि, एउटा जोकको डायलग हान्छ नि। त्यो जोकको डायलग पछि गएर आफूलाई यस्तो हिट हान्दो रहेछ क्या यो कुराहरू होइन। बिस्तारै बिस्तारै सिकिँदो रहेछ। अब हुन त लाइफ हो है, अब उमेर ढल्किँदै गएपछि बिस्तारै बिस्तारै मान्छेहरू पनि बुझ्दै बुझ्दै, आफू पनि बुझ्दै बुझ्दै भोग्दै बुझ्दै भोग्दै बुझ्दै होइन, ठोक्कर खाँदै खाँदै सिक्ने कुराहरू नै होइन भनेको चाहिँ होइन। लाइफ भने चाहिँ पाठशाला रहेछ क्या, लास्टमा गएर सिक्ने हो। तर होइन मैले चाहिँ के सिकेँ त नि अहिलेसम्म भन्दा चाहिँ म धेरै भोगेको मान्छे त होइन, मैले धेरै यस्तो हुन्छ है भाइ दुःख भन्ने भनेको नि देखेको पनि छैन। तर मलाई चाहिँ मैले आफूले के भोगेँ त नि, र मैले देखेर अरूको हेर्दाखेरि पनि के देखेँ होइन, त्योमा पनि भर पर्छ नि त। कोही मान्छेहरू हुन्छ जसले देखेर पनि नदेखे जस्तो गर्छ, जसले भोगे पनि नभोगे जस्तो हुन्छ गर्छ होइन, भोगेर पनि बुद्धि पलाउन्न मान्छेलाई। कोही मान्छे हुन्छ सानो टुक्रा फालिदिनु पर्छ, त्यो मान्छेले सधैँभरि याद हुन्छ कि म चाहिँ हो त्यस्तै वाला रहेछु कि भने चाहिँ आफूलाई थाहा पाएँ। किनकि सानसानो कुराहरूले मलाई पाठ सिकाउँदै थियो कि। अनि मैले यो समयको महत्त्व चाहिँ साँच्चै भन्नुपर्दा चाहिँ बाहिर आएपछि जब मैले घर छोडेँ नि, त्यसपछि चाहिँ मैले बल्ल समयको महत्त्व हुन्छ नि त, आमा बुवाको महत्त्व, घरको माया सब बुझ्दैछु के। अझै पनि बुझेर भ्याएको छैन, बुझ्दैछु। र लाइफलाई होइन त्यो समय अझै म बाँच्छु, टन्नै बाँच्छु होला होइन, नबाँच्न नि सक्छु कसैलाई छैन, तर एभरेजमा हेर्दाखेरि चाहिँ म बाँच्छु होला। आफ्नो लाइफको डिसिजनलाई हुन्छ नि समयअनुसार। अब धेरै कुराहरू एक्युरेट हुन्न, तर धेरै विचार नि लाउनुपर्छ है। फेरि समयसँग खेल्नलाई चाहिँ धेरै विचार नि लाउनुपर्छ। यति गर केटा, समयमा विचार पुऱ्याएर ट्याक्क टाइमिङ मिलाएर हिँड्ने होइन,
बर कसैले रोक्न सक्दैन मलाई चाहिँ होइन एकदम यङ उमेरदेखि नै मान्छेहरूलाई इन्सपायर गर्नु मन थियो के त्यही भएर मैले अनेक थरीको कामहरू गर्थेँ के बच्चामा हुँदा पनि सानोमै ठुलो सपना देख्दिने अनि त्यसलाई गर्दा हुन्छ नि त अब उमेर हुँदा अब उमेर नहुँदा काम गरेपछि बुद्धि पलाउनु नि त बुद्धि हुँदैन नि त त्यति साह्रो कहाँ सबै करोडमा एक हुन्छ त नि अब आफू त्यस्तो परेन अनि हो त्यस्तो भएर चाहिँ मैले बिस्तारै बुझ्दैछु अनि यो चाहिँ एकदम इम्पोर्टेन्ट कुरा चाहिँ के हो भन्दा चाहिँ तिम्रो यो समय हुन्छ नि त्यो समयले सिकाउने पाठहरू हुन्छ नि समयले सिकाउने पाठहरूलाई चाहिँ एकदम के एउटा मोमेन्टमा गएर पोइन्ट जोड होइन कनेक्टिङ डट भन्छ त्यसलाई पोइन्ट जोड्यो भने लास्टमा गएर यो सबै हुन आउँछ के तिम्रो यो अहिले जस्तो छौ नि त्यो हुन आउँछ के पहिला यस्तो गर्न मन थियो यस्तो थियो तर मैले गरिनँ भने नि यो पछि गएर तिमीले जे भोग्छौ जे गर्छौ जे गल्तीहरू गर्छौ जे सुधारहरू गर्छौ त्यो सबै लास्टमा गएर तिमीलाई त्यो टाइममा चाहिँ दिमागमा आइपुग्छ क्या तर यति फरक कि इट्स टु लेट भन्ने मात्र आफूलाई त्यो थट मात्र आयो भने चाहिँ बुझ केटा हो समय हातबाट फुस्किँदै छ अब हामी अब सबै अब अरबौँमा एक करोडौँमा एक त हुन सक्दैनौँ नि त होइन त्यो फ्यान्टेसीमा चाहिँ बाँचेर नि हुन्न त्यो फ्यान्टेसीबाट निस्किनु पनि पर्छ मान्छेहरू तर त्यही हो एकदम समयलाई चाहिँ डिसिप्लिन वेमा लयो भने चाहिँ हुन्छ है अझै बिग्री छैन केही बिग्री छैन भन्ने हो उमेर भएको छ भने चाहिँ तर अब चल्दैछ भन्न लाग्यो भने चाहिँ चल्दै जान्छ भन्न लाग्यो भने चाहिँ त्यस्तै हो अनि अर्को कुरा माइन्डसेट ल होला म चाहिँ फेरि भाग्यमा विश्वास गर्ने मान्छे होइन होला ल भाग्यमा लेखेको छैन होला तर यति भाग्यमा लेखेको छैन भने पनि तिमीलाई गर्न मन लागेको कुरा चाहिँ गर के राम्रो कुराहरू गर फेरि नराम्रो कुराहरू पनि गर्नुपर्छ सिक्नलाई तर त्यो भन्दैमा 20वटा नराम्रो कुरा 2वटा राम्रो कुरा नि गर्ने होइन त्यस्तो कुराहरू चाहिँ बिस्तारै लाइफबाट पनि सिकिन्छ आफूबाट पनि सिकिन्छ म अहिले बाटोमा हिँड्दैछु यो हिँडाइको भोग मलाई बल्ल थाहा कि भनी त्यस्तो होइन पहिला बाइक चलाउँदै हिँड्ने मान्छे हो होइन अहिले बिस्तारै हिँड्दैछु हिँड्न झ्याउ लाग्ने मान्छे हो म पहिला हिँड्दिनँ भन्ने मान्छे हो अहिले बिस्तारै जबरजस्ती भए पनि बाध्यता भए पनि होइन पैसा बचाउन 2-3 रुपियाँ बचाउनु भयो भने म हिँड्नु परेछ हिँड्दैछु हुन्छ नि त सबै ठोकेर आउँछ कि लाइफमा सबै कुरा ठोकेर आउँछ क्या होइन यो चाहिँ एकदम र भिडियो हुन्छ होइन अब यहाँ मैले भनेको कुराहरू अब होला मैले पनि गल्ती भनेछु होला म गल्ती गरेछु भने चाहिँ क्षमा पाऊँ होइन अब राम्रो कुराहरू छ भने चाहिँ सिक यो भिडियोहरू चाहिँ जस्ट यस्तै हुन्छ अब मैले आफ्नो लाइफको बारेमा भन्छु होइन अब कसैलाई मन पर्दैन भने कमेन्ट हान्दा पनि हुन्छ कसैलाई मनपर्छ भने कमेन्ट हान्दा हुन्छ राम्रो छ भनेर सिकेछु भनेर के ज्ञान पायो भनेर र मलाई पनि है प्लिज गिभ मी एडभाइसेस है एडभाइसहरू दिनुहोस् किनभने मलाई एकदम सेल्फ इम्प्रुभमेन्ट जरुरी छ कि हो मैले पनि गरेको हो त होइन कोसिस गरेकै थिएँ होइन आफूले पनि 100% दिएकै थिएँ 101 200 500 पनि दिएकै थिएँ त तर खोइ मैले त पाइनँ नि त त्यति बेला सोचे अनुसारको परिणाम होइन पाइनँ नि त त्यसपछि बल्ल मलाई नि अब केमा विश्वास गरौँ त नि म
भाग्यमै विश्वास गरौँ कि होइन लेखेकै होला कि जस्तो नि लाउँछ बेला बेलामा एकदम कन्फ्युज छ क्या लाइफ तर लाइफमा त्यही हो जसले चाहिँ टाइमिङ मिलायो नि त्यसले चाहिँ गर्छ कि तर मलाई अझै नि लाउँछ मैले जुन कुराहरू गरेको थिएँ नि त्यो चाहिँ मैले अलिकति अगाडि गरेको भए तर त्यति बेलाखेरि मेरो त्यो सुविधाहरू थिएन ममा होइन तर त्यो चाहिँ अलिकति अगाडि गरे भए केही हुन्थ्यो कि हुन्थ्यो होला हुनेछ यस्तै के यसलाई भन्छ रिग्रेट तर नेभर रिग्रेट इन लाइफ म्यान जे हुन्छ होइन लाइफमा आउँछ जान्छ कुराहरू भइरहेको छ होइन सपना बुन्ने मान्छे हो तर म होइन त्यही हो सपना देख्दै नहराओस् नमरोस् भन्ने पनि मेरो ठुलो चाहना छ है यस्तै हो मैले चाहिँ आफ्नो लाइफको लेसनहरूको बारेमा भन्छु है लाइफलाई अझै बुझ्न खोज्छु बुझ्ने प्रयास गर्छु अनि मैले चाहिँ अहिलेको टाइममा चाहिँ केही बुझेँ कि समयलाई खेल्न डिसिप्लिन यो दुईटा कुरा भनेको यस्तो इम्पोर्टेन्ट कुराहरू रहेछ क्या जोसँग डिसिप्लिन छैन त्यो मान्छे त्यही धरतीमा त्यही एक दिन जान होला त्यो चिट्टा परेर हुने नत्र डिसिप्लिन छैन भने त्यही हो मान्छे अनि माइन्डसेट त्यो डिसिप्लिनमा चल्ने माइन्डसेट नि हुनु पऱ्यो नि त होइन त्यो समयमा टक्क त्यो माइन्डसेट आइदिएर त्यो माइन्डसेट बनाएर हिँड्नु पाए पो हुन्छ अझै त्यस्तो लाउँछ है